हेलो एभ्रिवान। मैले तपाईहरुलाई यो फार्मको चारो पानी गरेको भिडियो बनाएर देखाइन्छु लाइभ भनेको थिएँ। म अहिले लाइभमा आएको थिएँ। मैले तपाईहरुलाई सबैलाई देखाइदिए कसो कसो गर्नुपर्छ हैन। अब जतिजना नयाँ फार्मरहरु हुनुहुन्छ भने आइडिया भएन भने मलाई सोध्नुहोस् हैन। कुखुराको बारेमा कसरी के गर्नुपर्छ, दबाई कसरी चलाउनुपर्छ, कस्तो बिमारमा के दबाई चलाउनुपर्छ म सब तपाईहरुलाई सबै बताइदिन्छु हैन। मलाई च्यानलमा लाइक सब्स्क्राइब गरिदिनुहोस्। तपाईहरुकोमा भिडियो आउँछ, बेल आइकन पनि दबाइदिनुहोस्। भिडियो आउँछ। तपाईहरुले यो भिडियो थ्रुबाट अब तपाईहरुले के जान्नु चाहनुहुन्छ म त्यो तपाईहरुको माझमा बताउने छु। अनि तपाईहरुलाई के को समस्या हुन्छ फार्मिङ प्रति म तपाईहरुलाई सपोर्ट गर्नेछु। अब मेरो यस्तै छ कामहरु। म फार्मिङ गरेको 15 साल भयो। यसरी नै दुःख गर्छु दिनै बिहान बेलुका दिउँसो। अब र्याकिङ कसरी गर्नुपर्छ त्यो तपाईहरुलाई लाइभ देखाउनै बाँकी छ। लाइभमा आउँछु भनेको थिएँ। आज पनि भ्याइन, त्यतिकै भयो पानी आएर अलिकति म बिजी भएँ फाल्टो काममा। तपाईहरुलाई म त्यसको पनि लाइभ देखाउँछु। यसरी बाज्यो भने चाहिँ यसरी लङ्गडा हुन्छ भयो। लास्टमा बेसी बाज्छ, लास्टमा यिनीहरूले चारो खानु पर्दैन, त्यही भएर लङ्गडा भएर यतिकै सानो 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 हुँदै जान्छ। हेर्नुहोस् तपाईहरुले अब आजको मैले सबै यो लाइभ भिडियो हेर्नुहोस्। सबै मैले देखाइदिएको छु कसो कसो गर्नुपर्छ, कति के दुःख कता कता पहिला के गर्नुपर्छ, कुखुरालाई पर्दाको मेन्टेन कति राख्नुपर्छ सबै देखाइदिएको छु तपाईहरुको माझमा हैन। अब तपाईहरुले केही सोध्नु मन पर्यो भने केही सोध्नु सक्नुहुनेछ। यो जतिजनाले भिडियो हेर्नुहुन्छ कहाँदेखि हेर्नुहुन्छ मलाई कमेन्ट माझमा जग्गाको नाम टक्कै पठाइदिनुहोस्। मेरो पनि भिडियो कहाँ पुग्दछ मलाई पनि याद हुन्छ गाइस, कहाँसम्म पुग्दो रहेछ भनेर मलाई पनि अलिकति थाहा हुन्छ। म यस्तै दुःख गर्छु जहिले पनि। अब यस्तै दुःख गर्दै आएको। अब यो समस्या छ कि कुखुरा बिमार भइदियो भने चाहिँ दबाई हालेर चाहिँ यसरी घपाएर खुवाउनुपर्छ, टाइम पुरा दिनुपर्छ हैन। आज चाहिँ खासै बिमार त भएको थिएन, फिड्रपहरु भएको थियो। सानो सानो बिमार आयो भने याद गरेन भने बेसी मोर्टालिटी हुन थाल्छ। त्यही भएर मैले तपाईहरुको माझमा अघि भिडियो लाइभमा तपाईहरुलाई देखाए दबाई के कति कति हाल्नुपर्छ, कति पानीमा भनेर पनि भनेको छु होला। हेर्नुहोस्, नयाँ नयाँ फार्मरहरु हुनुहुन्छ भने तपाईहरुलाई सपोर्ट हुन्छ। भेन्टिलेसन कतिको राख्नुपर्छ, चल्लामा कति टेम्परेचर हुनुपर्छ त्यो सबै भनिदिन्छु तपाईहरुलाई। अब जान्नु भएन भने मलाई यो कमेन्टको थ्रुबाट मलाई सोध्नुहोस्। म तपाईहरुको नयाँ फार्मरहरु हुनुहुन्छ भने कति स्क्वायरमा कति कुखुरा अट्छ म त्यो पनि सबै बताइदिन्छु तपाईहरुलाई। कति कुखुरामा कति फिट खाने डब्बा राख्नुपर्छ त्यो पनि देखाइदिन्छु। कति कुखुरामा यो पानीको ड्रिङ्कर मेरो त अटोमेटिक छ गाइस। तपाईहरुले म्यानुअली राख्नुभयो भने कति कुखुरामा कति राख्नुपर्छ त्यो पनि म भनिदिने छु। सोध्नु भयो भने तपाईहरुले सोध्नु भयो भने म सबै भनिदिन्छु तपाईहरुलाई। तपाईहरुले सोध्नु भयो भने तपाईहरुलाई सहयोग हुनेछ। नयाँ फार्मरलाई त विशेष याद हुँदैन नयाँ फार्मरहरुलाई। त्यही कारणले फर्स्टचोटि हाल्नेहरुलाई चाहिँ अब पुरा नोक्सानतिर जाने चान्स पुरा हुन्छ। आइडिया हुँदैन, कसैले भनिदिँदैन। मलाई पनि पहिला कसैले भनेको थिएन, मैले पनि आफै यसरी कसो गर्नुपर्छ के गर्नुपर्छ आफै डाक्टरलाई सोध्दै अहिले मलाई याद भएको छ। कस्तो बिमारमा के चलाउनु पर्छ दबाई त्यो सबै मलाई याद छ। म त्यही अनुसारले तपाईहरुले पनि
मलाई कमेन्टबाट सोध्नुभयो, समस्याहरू बताउनु भयो भने म पनि तपाईँहरूलाई म बताउने छु। मेरो जस्तै होला भनेर म पनि बताउँछु। मलाई पनि पहिला सपोर्ट गर्ने कोही थिएन। मेरो सुरुवात त सानोदेखि भएको, 50 वटा हालेको थिएँ। 50 देखि सुरु भएर 1600 आयो। 1600 देखि अहिले मैले बढाएर 5000 को फार्मिङ गर्छु। 5000 फार्मिङमा मलाई यो भयो 1500 को ब्याज, उतापट्टिको भयो तपाईँको उतापट्टिको फार्ममा अलिक दिनमा चल्ला आउँछ नेक्स्ट विक। त्यही म तपाईँलाई चल्ला आएको पनि देखाउने छु। पल्लो फार्ममा तपाईँको नेक्स्ट विक आयो भने त्यो चल्लाको पनि देखाउने छु। तपाईँलाई तलको पनि देखाइरहेको छु फार्मको चल्ला। अघि लाइभ बसेको थिएँ, त्यसमा पनि बेसी टाइम त दिनु पाइनँ, म यता चारो पानी गर्नुपर्छ। त्यही कारणले बेसी देखाउनु सकिनँ तपाईँको माझमा होइन। म टोटली 5000 को फार्मिङ गर्छु। मलाई इच्छा छ अझै पनि म 3000 को फार्म बनाऊ भनेर इच्छा छ गाइस। अब भएछ भने यसो मेरो किस्मतले साथ दिएछ भने बनाउँछु। अब यहाँ निकै घटाएको छ पानी यो ड्रिङ्करतिर। यहाँ अलिकति छ बकेटमा पानी थप्छु र म पनि घर जान्छु। रात पर्यो, अहिले तपाईँको कति बज्यो भने 6:48 भएछ। म पनि घर जानुपर्छ। यिनीहरूलाई अब धपाउँदा खायो, खानेले अब नखानेले अहिले खान्छ। त्यस्तै हो, कसै अल्छी गर्छ, दबाई खाइदिँदैन, त्यस्तो कुखुराहरू चाहिँ मर्छ। अब मेरो काम चाहिँ यसरी के भएर मर्दैछ याद गरेर दबाई हाल्ने काम मेरो। कुखुरा खेदाउँछु र पनि कसैले चाहिँ अट्टेरी गरेर दबाई भन्ने छ्याप्पै मुखमै हाल्नु मान्दैन। त्यस्तो कुखुरा चाहिँ मर्छ बिमार भयो भने। र पनि कसै त अब खाने त बाँचिहाल्छ। एउटा दबाई पाएको छु मैले इम्युनिटी बुस्टर पनि होइन। यो दबाई चलायो भने चाहिँ खर्खर र छाकछाक चाहिँ लाग्ने चान्स धेरै कम हुन्छ होइन। त्यो दबाई त्यसमै रिनोफर्मै मिलाएर हालेको छु। अन्त त्यो लास्ट अलिकति बाँचेको थियो दबाई, यो थप्दैछु। यो थपेर म पनि घर जान्छु। माथि अटो ड्रिङ्करको पानी छोड्नुपर्छ। त्यहाँ त अब म देखाउनु पाउँदिनँ, रात पर्यो। बाहिर छ अटो ड्रिङ्करको ट्याङ्की, त्यो अब देखाउनु सक्दिनँ तपाईँहरूलाई। जति पनि अब आइडिया नहुनेले मलाई सोध्नुहोस्। जतिजनाले हेर्नुहुन्छ लाइक कमेन्ट सेयर गरिदिनुहोस् मेरो सानो यो युट्युब च्यानललाई। अब त्यस्तो ठुल्ठुलो अब सब्सक्राइबरहरू होइन, म त सानो सब्सक्राइबर हो हुनु त, र पनि म मिहिनेत गरिरहेको छु। मिहिनेत त यसरी गर्नै पर्छ मान्छेको जिम्मेवार। मिहिनेत गऱ्यो भने कसैले केही पनि भन्दैन। यसरी आफ्नो मिहिनेत खायो भने मान्छेको छेउमा पनि यसले दुःख गर्छ भन्ने चाहिँ हुन्छ। यसरी मिहिनेत गर्नु चाहिँ छोड्नु हुँदैन है। हरेस खानु हुँदैन जिन्दगीमा। कस्तो कस्तो स्थिति परिआउँछ र पनि हरेस खानु हुँदैन। यसरी कुखुराको फार्मिङ गर्छु। तपाईँहरूलाई पनि केही सपोर्ट चाहियो भने मलाई यो कमेन्टबाट भन्नुहोस्। तपाईँहरूको लागि म भिडियो बनाएर के को लागि चाहिएको, कस्तो बिमार भएको छ, म तपाईँहरूलाई भिडियो बनाएर तपाईँहरूको माझमा हाल्ने छु। आजको लागि यति नै। हेर्नुहोस् गाइस, मैले आज ड्रिङ्करतिर पनि दबाई हालिसकेँ होइन। धेरै रात परिसक्यो, बाहिर पुरा अँध्यारो भइसक्यो। अब बाहिरको दृश्य त देखाउनु सक्दिनँ, केही पनि भ्याउँदैन। हेर्नुहोस् यस्तो अँध्यारो भइसक्यो बाहिर। आजको लागि चाहिँ यति नै गाइस, बाई बाई, अल अफ यु। मलाई जहिले पनि माया गरिदिनुहोस्। बाई बाई।